दर्शकबिन नमस्कार, म नागरिक पत्रिकाबाट किशोर साई। विशेष गरी आज हाम्रो बीचमा यस्तो व्यक्तित्व हुनुहुन्छ जुन व्यक्तित्वसँग हामी आज केही समसामयिक विषयमा र धार्मिक स्वतन्त्रताको विषयमा हामी कुराकानी गर्न गइराखेका छौं। त्यसको लागि हाम्रो बीचमा अतिथिको रूपमा जनजागरण पार्टी नेपालका अध्यक्ष र रिलिजियस लिबर्टी कमिसन नेपालका संयोजक डाक्टर बीपी खनाल हुनुहुन्छ। हामी उहाँसँग केही समसामयिक विषयमा कुराकानी गर्न गइराखेका छौं। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन छ। नमस्कार। विशेष गरी तपाई अहिले रिलिजियस फ्रिडमको लागि देशव्यापी रूपमा अभियान सँगसँगै र जनजागरण पार्टीको तपाई नेपालको अध्यक्ष हुनुहुन्छ। अहिले पछिल्लो समयमा धार्मिक स्वतन्त्रताको विषयमा तपाईले अभियान चालिराख्नु भएको छ र विशेष गरी अहिले अल्पसंख्यक धार्मिक समुदायले देशमा भोगेको दुःखहरू कष्टहरू छ, त्यसको विषयमा मैले सिधै प्रश्नतिर मैले इन्टर गरेँ। के छ यसको विषयमा तपाईले कसरी काम गरिराख्नु भएको छ? अहिले हामीले यो धेरै ठाउँमा पुगेर समुदायमै त्यहाँको नेतृत्ववर्ग, स्थानीय नेतृत्वसँग नै बसेर कुराकानी गर्दैछौँ। उहाँहरूलाई यो धर्म तथा आस्थाको स्वतन्त्रताको विषयमा अलि प्रष्ट जानकारी गराउने, अहिलेको धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताका भनौँ न प्रष्ट व्याख्या गर्ने, यो के हो कसरी हुन्छ भनेर अलि बढी चर्चा गर्ने र भइपरि आइराखेका जति पनि समस्याहरू छन्, अल्पसंख्यकहरूप्रति प्रहार भइराखेका कुराहरू, त्यसमा सजग सचेत गराउने र त्यसलाई कसरी कानुनत समाधानमा जान सकिन्छ, कसरी उपचार लिन सकिन्छ कानुनी तवरले भनेर सरसल्लाह दिने, सिकाउने र एकजुट गराउने काम भइराखेको छ। किनभने मैले यसलाई धेरै वर्ष अगाडिदेखि हेरिराखेको छु र अहिले कुनै न कुनै प्रकारले अल्पसंख्यकहरू, त्यसमाथि पनि क्रिस्चियनहरूप्रति अलि बढी नै टार्गेट गरेर यो असहिष्णुताका व्यवहारहरू भइराखेका छन्। क्रिस्चियनहरूलाई सताउने कामहरू अझै बढेर गइराखेको छ। त्यस अवसरमा हामीले कसरी यसलाई चाहिँ भनौँ न राम्रो ढङ्गले, सहज ढङ्गले, शान्तिपूर्ण ढङ्गले निदान दिन सकिन्छ, कसरी न्यायको प्रत्याभूति दिन सकिन्छ, कसरी समानताको ग्यारेन्टी गर्न सकिन्छ भन्ने विषयमा बढी केन्द्रित भइरहेको छ। धन्यवाद। पछिल्लो समयमा विशेष गरिकन अहिलेको जल्दोबल्दो समयको कुरा गरौँ र पछिल्लो पटक अहिले टिकापुरमा घटेको घटना छ, त्यो के कारणले प्रार्थना सभाबाट नै क्रिस्चियन दाजुभाइहरू पक्राउ पर्नु भएको छ? कुन कारणले अथवा कुन गैर कानुनी काम गरेका थिए र उनीहरू पक्राउ परे? होइन, यसो छ, अब त्यो मेरो बुझाइमा चाहिँ त्यस्तै काम अरूतिरबाट पनि हुन्छ, अन्य धर्मका मान्छेहरूले पनि गरि नै राखेका छन्, त्यसलाई समुदायले एक हदसम्म स्वीकार पनि गरेको छ। अब त्यहाँ चङ्गाई भनिएको थियो, प्रार्थना भनिएको थियो, अब त्यो कार्यक्रम जुटाउँदै गर्दा सायद पैसा चाहिन्थ्यो होला, होइन? त्यहाँ मैले पनि फोटोहरू, पिक्चरहरू हेर्दै थिएँ। त्यो हेर्दाखेरि के देखिन्छ भन्दा गतिलो मञ्च बनाइएको थियो, ठुलो साउन्ड सिस्टमहरू थियो, उनीहरूको आफ्नै त थिएन होला, भाडामा लिनु पर्थ्यो होला, त्यो मञ्चहरू बनाउनु पर्थ्यो होला, के थियो होला, त्यसका लागि खर्च चाहिन्थ्यो होला। त्यो खर्च उनीहरूले सहभागी हुन आउने मानिसहरूबाट उठाउने त्यो अभिप्राय राखेर त्यसरी गरे भनेर बुझेको हो। त्यस्तै भइरहन्छ नि त हाम्रो देशमा, त यस्ता विभिन्न समयमा ठाउँमा भइराखेका छन्। मैले भन्न खोजेको त्यही हो। अब धार्मिक स्वतन्त्रताको कुरा गर्ने हो भने अन्य धर्मका भनौँ न अनुष्ठानहरू भइराखेका छन्, कोठी होमहरू हुन्छन्, ठुल्ठुला सभाहरू हुन्छन्, अनि ती सभाहरूको लागि न राज्यले पैसा दिन्छ, न त्यो आयोजकहरूसँग आफ्नै पैसा हुन्छ। जुटाउने भनौँ न कलेक्सन गर्ने चन्दाको रूपमा वा कुनै प्रकारले सदस्यता शुल्क के भनेर भए पनि उठाउने त त्यही आम मान्छेहरूबाटै होला, सहभागी हुन जानेहरूबाट होला, वा इच्छुक दाताहरूबाट होला। त्यो प्रकारले गरिएको आधारमा यदि अभिप्राय सही थियो, यी मानिसहरूले यो पैसाबाट भनौँ न घर जग्गा किन्ने वा होइन ठुलो ब्याङ्क ब्यालेन्स बनाउने त्यस्तो खालको नियत राखेका थिएनन् भने अहिलेसम्म जुन परम्परा चलिआएको छ त्यो परम्पराका आधारमा यिनीहरूले अन्याय नै गरे, अत्याचारै गरे, कानुनै तोडे भन्ने पक्षमा म छैन। यद्यपि ठगी हो, राज्यले त्यसो गर्न दिन्न। चन्दा उठाउन पनि एउटा निश्चित प्रक्रिया छ, स्वीकृति चाहिन्छ राज्यको। अब यो कुरा मिचिएको छ। धार्मिक समुदायले यस्तो कार्यहरू गर्दाखेरि उनीहरूलाई किन हस्तक्षेप हुँदैन? त्यही भन्दैछु मैले। त्यसकारण अब यो भनौँ न अलिकति हावा पल्ला फिजाइयो कि देशमा। क्रिस्चियनहरूले गरेको सबै अपराध
अरूले गरे जे गरे पनि चल्छ भन्ने ढङ्गले जब भाष्य निर्माण हुँदैछ नि हो त्यो चाहिँ धेरै घातक रूपमा आइराखेको छ। सबै अल्पसङ्ख्यकका विरुद्धमा आउँछ भोलि यो। त्यसकारण पनि क्रिस्चियनहरूले अलि सजग हुन पर्यो र अरू मानिसहरूले पनि सजग हुनु पर्यो। खास गरी यो धर्मको स्वतन्त्रता वा समानता वा साँच्चीकै लोकतन्त्र डेमोक्रेसीको बारेमा चासो राख्ने त्यो त चाहिन्छ, पक्का हुनुपर्छ। न्याय समानता छैन भने, विभेद चलिरह्यो भने त्यसबाट एउटा ठुलो वा सानो समुदाय अलगिन्छ, त्यो मर्कामा पर्छ, अन्याय हुन्छ भन्ने कुरामा चासो राख्ने मान्छेहरूको लागि यो गम्भीर विषय हो। त्यसकारण मैले के भन्दैछु भने यिनीहरूले ठगी गरेको देखियो। राज्यको एउटा निकाय छ, एउटा प्रक्रिया छ, त्यो प्रक्रिया अनुसार विधिगत ढङ्गले भनौँ न कुनै पनि व्यक्तिलाई चन्दा असुल गर्न पनि दिदो हो, पर्मिसन छ त्यो। तर त्यो प्रक्रिया पुरा गरेको देखिएन। त्यस अर्थमा सोझै ठगी भन्न पनि पाइयो। तर नियतवश ठगेका हुन् कि होइनन् भन्ने प्रश्न मेरो हो। नियतवश उनीहरूले त्यो ठगीबाट प्रशस्त कमाउन खोजे कि त्यही कार्यक्रमको लागि खर्च जुटाए भन्ने एउटा प्रश्न हो। अब अर्को कुरा चाहिँ त्यहाँ अलिकति आन्तरिक रूपमा पनि विरोध उठेको छ। यो ठगी नै हो, ठगी भएको कारणले गर्दा त्यो जायज छ, पहिलो कुरा। दोस्रो कुरा चाहिँ यी मानिसहरू एक प्रकारले मार्जिनलाइज थिए क्रिस्चियन कम्युनिटीमै पनि। यिनीहरू कम्युनिटीको मूल धारमा छैनन्, यिनीहरूले जे पायो त्यही गरिराखेका छन्, अनुशासन पालन गरेका छैनन् भन्ने ढङ्गले पनि आलोचना भइराखेको छ। त्यो पनि स्वाभाविक होला, किन भन्दा हाम्रा धेरै मान्छेहरू एकजुट छैनन्। हामी पनि एक प्रकारले अराजक छौँ हैन। कानुन कहाँ छ, देश कता छ, राजनीति कता छ, कसले के भनेको छ मतलब नगरिकन आफूलाई जे मन लाग्यो त्यही गर्दै हिँड्ने त्यो पनि प्रक्रिया ठिक छैन। त्यसकारण पक्राउ खाइराखेका मानिसहरूप्रति मैले मात्रै धर्म तथा आस्थाको स्वतन्त्रताको चस्मा लाएर हेर्ने हो भने यो कुनै न कुनै ढङ्गले सुनियोजित प्रकारले अलि प्रहार गरेर ल्याइएको, सप्रेस गर्न खोजिएको, विभेदपूर्ण ढङ्गले ल्याइएको भन्दैछु मैले। यिनीहरूले गरेको काम नेपालको संविधानले 2072ले भनौँ विशेष गरी कानुनमा लिखितै छ धर्मनिरपेक्षता अथवा धार्मिक स्वतन्त्रताको विषयमा अधिकारको, नागरिकको अधिकारको विषयमा उल्लेख गरिएको छ। मैले मान्दिनँ संविधानमा त लेख्या छ नि छ, तर त्यसलाई कसरी त्यही स्पष्टीकरण गरेर काटेको छ भने त बुझ्नु पर्यो नि। निरपेक्षता लेखिएको छ, निरपेक्षता लेखिएको जुन त्यो सम्बन्धित धारा हो हाम्रो संविधानको धारा 4, त्यसमा संविधान के अरे निरपेक्षता मात्रै त्यस्तो एउटा विषय त्यसको स्पष्टीकरण गर्नुपर्ने, अरू विषय छैनन्। त्यही धारामा अन्य यस्ता जटिल के अरे प्राविधिक शब्दहरू छन्, ती शब्दको अर्थ सबैलाई आम मान्छेहरूलाई थाहा छैन। अनि निरपेक्षता मात्रै बुझ्दैनन् भनेर स्पष्टीकरण दिनुपर्ने। अनि जुन स्पष्टीकरण हो राजनीति सामान्य बुझेको मान्छेले पत्याउनै नसक्ने खालको शब्दहरू राखेर स्पष्टीकरण हुन्छ। त्यसकारण यो धर्मनिरपेक्षतालाई ग्यारेन्टी गरेको छ राज्यले भन्ने पक्षमा म छैन। किनभने यो त मैले भन्दै गर्दा त के भन्ने यो एउटा चलन छ नि, भनाइ छ नि, बोकाको टाउको राखेर कुकुरको मासु बेच्यो भने जस्तै हो यो। त्यहाँभन्दा बढी केही पनि होइन। अब संविधानमा निरपेक्षता दियो भनेर भ्रम पालेर बस्नु भन्छु के म। यो गरेको छैन, राज्यले ग्यारेन्टी गरेकै छैन, यो कुरा बुझ्नु पर्यो। राज्य अहिले पनि धर्मको सवालमा निरपेक्ष छैन, यसले पक्षपात गरिराखेको छ। बहुसंख्यक अल्पसंख्यकको बीचमा विभेद छ, अनि कतिहरू साँच्चीकै प्रताडित छन्, प्रहारमा परिराखेका छन् भन्ने कुरा त हेर्नु पर्यो नि। त्यसकारण धार्मिक स्वतन्त्रताको ग्यारेन्टी मुलुकमा छैन। यो ठुलो माछाले सानो माछालाई खान्छ भन्ने खालको एउटा जस्टिसलाई अलापेर अनि साना अनि उनीहरू चाहिँ अलि एग्रेसिभ छन्, यिनीहरूले धर्म प्रचार गर्छन्, यिनीहरूले धर्म परिवर्तन गराउँछन् भन्ने कुराकै आधारमा यो जे गर्न खोजिएको छ यो त पछि गएर घातक हुन्छ। यसले समाजलाई एक ठाउँमा बस्न पनि दिँदैन। सहिष्णुता जुन ढङ्गले अहिलेसम्म मानेर आइरहेको छ नेपाली जनताले त्यसलाई पनि भत्काउने काम गर्छ र समाजलाई साँच्चीकै बिथोल्ने काम त विधानबाटै सुरु भयो, संविधानबाटै सुरु भयो भन्छु मैले। कानुनमा त विभेदपूर्ण संविधानको लेखन छ होइन, त्यहाँ भनौँ न प्रष्ट त विभेद त्यहाँ शब्दैमा नपरेको भए पनि उनीहरूलाई विभेद गरिनेछ भनेर नभनेको भए पनि व्यवहारमा विभेद छ र त्यसको भित्री त्यो आशय छ नि, आशयमा विभेद छ। किनभने संविधानमा त्यस्ता थुप्रै छिद्रहरू भेटिन्छ जुन चाहिँ अमुक पक्षको फाइदाका निम्ति उनीहरूको पक्ष पोषण गर्नका निम्ति लेखिएको छ। त्यसकारण संविधानमा व्यापक संशोधन हुनुपर्छ भन्ने मान्यता हो हाम्रो। त्यसो भने संविधानले नै एउटा राज्यले नै एउटा बहुसंख्यक र अल्पसंख्यक बीचमा गरेको मतभेद भन्न पर्यो यसलाई। यसरी भन्नुपर्छ, जब संविधान लेखिन्छ संविधान उत्कृष्ट छ भनेर जसले भनिराखेको छन् त्यसमा मेरो धेरै विमति त होइन, तर जब संविधान लेखिन्छ त्यसलाई अक्षरशः पालना गर्ने कुरामा जब व्यवहारमा विभेद हुन्छ, व्यवहारले त्यो विभेदलाई प्रश्रय दिइराखेको छ अनि त्यसलाई नियन्त्रण गर्ने कुनै एक दुईवटा घटनाहरू छ जुन तपाईँ बाँड्न सक्नुहुन्छ? प्रशस्तै छन्। जातीय विभेदका विरुद्धमा
जतिसुकै चर्को आवाज उठाइएको भए पनि संविधानमा जतिसुकै प्रश्न लेखिएको भए पनि व्यवहारमा छ। अहिलेसम्म पनि त विवाहका कतिवटा केसहरू आए, हिजो अस्ति भर्खरै गृहमन्त्री समेतको नाम जोडिएर यहाँ धेरै मिडियाबाजी भइराखेको छ। त्यो कतै न कतै यो के अरे हावा नचल्ने पात हल्लिन्छ, त्यो बुझ्नु पर्यो नि। हाम्रो समुदायमा तलसम्म गएर हेरौँ न, विभेद छैन। अनि त्यही प्रकारले धर्महरूमाथि पनि विभेद छ, राज्यले गरिरहेछ विभेद। यहाँ क्रिस्चियन भएको नाउँमा तपाईँ सामाजिक सेवा संस्था दर्ता गर्न जानुहोस् त, के भन्दा रहेछन्। हिजो अस्ति एउटा घटना पनि हाम्रो बीचमा हामीले देखिराखेका छौँ र धेरै 65औं दिनसम्म पनि अनसन बस्दै गर्दाखेरि यो क्रिस्चियन आयोगको लागि राज्यले चाहिँ अरू धार्मिक रूपमा चाहिँ आयोग गठन गर्न दिएको छ, तर क्रिस्चियनहरूलाई दिएको छैन। के हो कारण? यस्तो छ, राज्यले त्यहाँनिर अलिकति प्रश्न हुनुपर्छ जस्तो लाग्छ मलाई। राज्यले मुस्लिम आयोग बनायो, यद्यपि मुस्लिमहरूमै पनि एकमत छैनन्। यो धार्मिक आयोगका रूपमा उनीहरूले मानेको छैन, यसलाई जाति आयोग भन्दैछन्। किनभने राज्यले जातिहरूको नाउँमा आयोगहरू बनायो, जनजाति आयोग बनायो, दलित आयोग बनायो, होइन। यसै गरी समावेशी आयोगले पनि के भन्न खोजेको थाहा छैन। समावेशी चाहिँ आफै असमावेशी हो कि त्यो के भएर बरालिएको छ, होइन। आयोगहरूको परिकल्पना राम्रै गरिएको छ संविधानमा। हामीले सुरुदेखि नै के भन्दै थियौँ भने यो संविधान बन्दै गर्दा नै एउटा अन्तर धार्मिक राष्ट्रिय आयोग बनाइयोस् न। त्यसो भयो भने धर्मका बीचमा कलह हुने कुनै पनि अवस्थामा, द्वन्द्व हुने कुनै पनि बेलामा राज्यको तर्फबाट एउटा आधिकारिक निकाय हुन्छ, त्यसले सही छानबिन गर्छ, सही निर्णय गर्छ, सही प्रकारको सुझावहरू राज्यलाई दिन्छ। अबदेखि उसो द्वन्द्वहरू हुन नदिन प्रयत्न गर्छ। यो एउटा राम्रो हुन्थ्यो, सबै धर्मको समान प्रतिनिधित्व गराएर आयोग बनाइदिएको भए हुन्थ्यो। तर धर्मै पछि आयोग बनाउनु पर्छ भन्ने पक्षमा चाहिँ म छैन, र त्यो क्रिस्चियन भएको कारणले गर्दा हामीले पाउनुपर्छ भन्नेमा पनि म त्यति बलियो धारणा राखिरहेको छैन। ठिकै छ, अहिले आन्दोलन गरिरहेका साथीहरूले कम्तीमा पनि कुरो उठाइराखेका छन्। क्रिस्चियनहरूको पक्षमा एउटा लबिङ, होइन, एउटा आवाज उठाउने काम भएको छ। त्यसले कतै न कतै ध्यानाकर्षण नभएको भए पनि, होइन, अहिलेसम्म कतै पनि ध्यानाकर्षण भएको छैन। तर कम्ती अनि उनीहरूले पनि त आफ्नो पहिचानको निम्ति आवाज उठाए भनेर कतै न कतै त आउला नि त भोलि। त्यो प्रकारले ठिकै छ, तर आयोग बन्दै गर्दाखेरि चाहिँ अन्तर्धार्मिक नै हुनुपर्छ। अब सबै धर्मलाई एउटा आयोग थमाइदिएर पनि आखिरमा जे कुरो भइराखेको छ व्यवहारमा, होइन, कलह भइराखेको छ, एउटा अर्कोसँग भनौँ न मिलिराखेको छैन, असहिष्णुता अझै बढेर गइराखेको छ, यस्तो बेलामा सबैका आफ्ना आफ्नै आयोग बनेर के हुन्छ? तिनीहरूले त आफ्नै मात्रै रक्षाको कुरा गर्ने हो, आफ्नै माग मात्रै राख्ने हो, अर्कोको कुरा नसुन्ने हो। त्यसो गर्दै जाँदा झन् कलह हुन्छ। र राज्य समग्रमा देशको हितका निम्ति, सम्पूर्ण जनताको हितका निम्ति, सम्पूर्ण देशलाई एकबद्ध गराउनका निम्ति चाहिँ अलि माथिबाट सोच्नुपर्छ। आफ्नै क्लस्टरलाई हेऱ्यो, आफ्नै क्लस्टरको स्वार्थलाई हेऱ्यो भने मुलुक बन्दैन भन्ने पक्षमा चाहिँ म मेरो आफ्नो धारणा राख्छु। ओके, म एकछिन एउटा अलिक पृथक प्रश्नहरू गरेँ मैले तपाईँको बीचमा। नेपालमा धार्मिक स्वतन्त्रता कायम गर्न अब विशेष गरी अल्पसंख्यक समुदाय, विशेष गरी इसाई समुदायले के गर्न पर्ला र अन्तर्राष्ट्रिय इसाई सङ्घ संस्थाहरू जस्तै अब अन्तर्राष्ट्रिय मानवाधिकारवादीहरू र विभिन्न समूहहरू, नागरिक समाजहरू छ, अनि उहाँहरूले कस्तो भूमिका खेलेको देख्नुहुन्छ र के भूमिका खेल्नु पर्थ्यो? अलि यो क्लिष्ट, जटिल र के भने एकतिर उचाल्दा अर्कोतिर तानिने खालको विषय बन्दै गइराखेको छ यो। तर प्रश्नसँग भन्न पर्ने हो भने क्रिस्चियनहरूले धार्मिक स्वतन्त्रताको कुरा उठाइराख्नु भनेको चाहिँ आफूमाथि धार्मिक स्वतन्त्रता भएको छैन, आफूमाथि विभेद छ भन्ने त्यो फिलिङबाट सुरु हुन्छ नि त, होइन। अब हामीमाथि प्रहार भइराखेको छ, रातौँ दिन प्रहार हुँदैछ, होइन। एउटा पास्टरले स्कुलमा गएर आफ्नो धर्मको आस्थाको बारेमा बताउँछ, अनि त्यो क्राइम ठहर्छ, त्यो चाहिँ भनौँ न अपराध हुन्छ। जबकि त्यही स्कुलमा अन्य धर्मको बारेमा त्यहाँ पढाइ हुन्छ, होइन। बालबालिकाले पनि त सही शिक्षा पाउने अधिकार त छ त, होइन। सबैका बारेमा सही सूचना पाउनु पर्यो। अनि क्रिस्चियनहरूका बारेमा उनीहरूले अरूहरूले, होइन, विरोधीहरूले, पूर्वाग्रहीहरूले भनिदिएका कुराहरू मात्रै बालबालिकाले पत्याएर उनीहरू हुर्कने हो र भने। अब यो खालको स्वतन्त्रता मिचिँदैछ, अनि यो स्वतन्त्रताको उपभोग गर्न कसैले आँट गर्यो भने त्यसलाई अपराध मानिँदैछ, प्रचार प्रसार गर्न हुँदैन भनिएको छ। सबैले हुँदैन कि कसैले हुँदैन भन्ने कुरा हो नि त यो। कसैले चाहिँ गर्नै हुँदैन, अनि त्यसो हो भने सबैले गर्नै हुँदैन भनिदियोस् राज्यले। त्यसो गरेपछि भनौँ न एक प्रकारले त्यो नास्तिकहरूको राज्य बन्ला, होइन, र धर्मै छैन भनिदिएला। त्यस्तो त होइन होला, हाम्रो देश त त्यस्तो होइन। त्यसकारण यहाँ सबै धर्महरूको सह-अस्तित्व हुनु पर्यो, सुरक्षा सबैले पाउनु पर्यो, समानता सबैले पाउनु पर्यो, कसैमाथि लागि परिकन राज्यकै तर्फबाट विभेद हुनु भएन भन्ने मात्रै कुरा हो हामीले उठाइराखेको कुरा। त्यसकारण यो विषय न्यायसङ्गत विषय, यो हुनपर्ने विषय भएको कारणले गर्दा
अन्य सङ्घ संस्थाहरू तपाईँले भन्दै गरेका राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले पनि यसलाई सपोर्ट गर्नुहुन्छ, समर्थन गर्नुहुन्छ। इभन त्यति मात्र होइन, अन्य आस्थाका भनौँ न बहुसङ्ख्यक भनिएकै धर्मका अगुवाहरूले पनि त यसको विरोध कहाँ गर्नुभएको छ र छैन। हामी अन्तर्धर्म संवादमा जहिले पनि लागिराखेका छौँ, कुराकानी भइराखेको छ, त्यहाँबाट पनि विभेद छैन। यति नै मात्र हो कि अहिले नेपाल राज्यको एउटा सशक्त पक्ष राज्य कर्मचारी तन्त्र त्यहाँ विभेद छ। त्यहाँ क्रिस्चियन हुँ भनेर गएर न त सिधै जागिर खान पाइयो, न त सिधै आफ्ना कुरा राख्न पाइयो, त्यहाँनेरि मार्जिनलाइज भइराखेको छ। मिडियामा एक प्रकारको भाष्य निर्माण भएको छ, क्रिस्चियनहरू भनेको धर्म परिवर्तन गराउने जत्ता हो, होसियार भन्ने ढङ्गले जुन प्रकारको प्रचारबाजी भइराखेको छ। जोडिएको कुराहरू छ नि, के हो खास? ए बाबा, डलरका कुरा गर्ने हो नि त यो देश उहिलेदेखि कंगाल बनाइसक्यो। यसमा प्रश्न हुनु पर्यो, मैले के कति डलर पाएँ कि पाइनँ भने त नेपालको भनौँ न सीमाना कटेर बाहिर जाने बित्तिकै मैले नेपाली पैसा चलाउन सक्दिनँ, डलर चाहियो होला, साट्न पर्यो होला, के होला। नेपालभित्रै पनि विदेशबाट आउने पैसा जति हो त्यो डलरै भएर आउँदो होला, यहाँ आएर साटिएको होला, के होला। यो देशमा डलर खाने भनेर जसलाई आरोप लगाए पनि आखिरमा राष्ट्रको अर्थतन्त्रलाई हेर्नु पर्दैन? कति रुपैयाँ चाहिँ विदेशी अनुदानबाट चलिराखेको छ भनेर हेर्नु पर्दैन? अनि त्यसमा क्रिस्चियनहरूले ल्याएको हो र त्यो पैसा? युएसएडको कुरा ए बाबा, युएसएडको कुरामा क्रिस्चियनहरूलाई बदनाम गर्न खोजेर हुन्छ? तथ्य के हो? देखिएन अहिले आएर जसले विरोध गर्छ तिनीहरूकै नाम आयो त नि, जोडिएन? उनीहरूले खाइरहेछ, उनीहरूका प्रोजेक्टहरू चलिराखेका रहेछन्, उनीहरू नै गुणगान गाएर ढोक्दै रहेछ नि त। एउटा मात्रै क्रिस्चियन चर्चको एउटा मात्रै प्रमाण दिनुहोस्, कुनै पनि चर्चलाई युएसआइडीले 1 रुपियाँ दिएको रहेछ भने, 1 पेनी डलरको कुरा दिएको रहेछ भने भन्नुहोस् न, ल्याउनुहोस् न प्रमाण। गर्नु पर्यो नि। त्यसरी हावा चलाएर हुन्छ? हावा फैलाइदिने अनि क्रिस्चियन भने भन्न त हेर्नुहोस्, यो देशमा यस्ता खालका मान्छेहरू छन्, यति के भने त्यो माइन्ड नै बिग्रेका मान्छेहरू छन्। भूकम्प आउँदा त क्रिस्चियनले गर्दा आयो भन्छन् यो देशमा। त्यस्ता मान्छेहरू छन् त के गर्नुहुन्छ? अर्को एउटा गम्भीर आरोप हुन्छ नि, यो विशेष गरी यो चाहिँ बाहिरबाट खरेदिएको धर्म हो भन्ने हुन्छ नि, त्यो खास के हो? खास यो विषयमा के? अब विचार बाहिर र भित्र सुन्नु विचार आस्था भन्ने कुरा देशको सिमानाले रोक्ने कुरो होइन। यो आस्था अब हाम्रो देशमा बहुसंख्यक सबै जोडिदिने हो भने त ठुलो बहुमत छ कम्युनिस्टहरूको। कहाँबाट आयो? आस्था हो नि, होइन? नेपाली कांग्रेस अब गान्धीवादलाई मानिरहेछ, कहाँबाट आयो? राजनीतिक आस्थाहरू कहाँबाट टिपेर ल्याइए, होइन? त्यसै गरी अन्य धर्मकै कुरा गरौँ, जड पत्ता लगाउँदै जाउनु के छैन रहेछ त नेपाली, होइन? हिन्दूहरू आम सनातन ओम परिवार जे भने पनि त, होइन? त्यहाँ नेपालकै कन्ट्रिब्युसन धेरै त रहेन रहेछ त। इतिहास खोज्दै जाने भने ट्रेसिङ गरौँ न। त्यसकारण आस्था विचार भन्ने कुरा चाहिँ देशको सिमाना नागरिकताले समेट्ने कुरा होइन, त्यसले सीमित गर्दैन सक्दैन, यो हुन नसक्ने कुरा हो। मानव चरित्रमा मौलिक अधिकारसँग जोडिएको छ, किन छैन? आस्था भन्ने कुरा त मौलिक हकको त जननी हो, मुख्य हो, आधार हो। आस्थालाई सप्रेस गरिदिने बित्तिकै कुन अधिकार तपाईँले दिने त एउटा मान्छेलाई? उसको आस्थालाई सप्रेस गरिदिनुहोस्, बाँकी सबै अधिकार दिनुहोस्, मान्छ? हुन्छ? त्यसकारण आस्था भन्ने कुरालाई सप्रेस गर्न सकिन्न। यो कुनै स्वदेशी विदेशी भन्ने हुँदैन, यो आयातित निर्यातित आस्था हुँदैन। त्यसकारण अरूले जे भने पनि यो आस्थाको कुरा हो। एउटा मान्छेलाई मन पर्यो, उसलाई खुसी लाग्यो, खुसी साथ ग्रहण गर्छ, अवलम्बन गर्छ, अभ्यास गर्छ, नपरेको दिन छोडिदिन्छ। त्यो त व्यक्तिको स्वतन्त्रता, धर्म तथा आस्थाको स्वतन्त्रता भन्दै गर्दा हामीले धर्म मान्न पाउने, छान्न पाउने, रोज्न पाउने, छाड्न पाउने कुरा गर्दैछौँ। एउटा व्यक्ति भएको नाताले उसले आफ्नो सम्पूर्ण मौलिक हकको उपयोग गर्दै कुनै पनि आस्था छान्न, मान्न, नमान्न, त्याग्न, परिवर्तन गर्न पाउनु पर्यो नि त। तर नेपालको कानूनले त दिँदैन, मान्छेलाई हालिराखेको छ। टिकापुरमै 2टा घटना घटिसक्यो, पूर्वमा हिजो अस्तिको तपाईको सुरुमै जज भत्काको कुराहरूदेखि लगेर त्यही भनेको कानूनले दिएन। त्यसको अर्थ कानून विभेदपूर्ण रहेछ। अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू, इन्टरनेसनल स्ट्यान्डर्डहरू जे छन् मानव अधिकारको विषयमा लेखिएका, राज्यले एकतिर मान्छु भने मानेको छैन। झुक्याउने काम त भयो त। अन्तर्राष्ट्रिय जगतमा झुक्याएको रहेछ नि। हाम्रो धारा संविधानको धारा 26ले पनि त झुक्याएर छ नि त। त्यहाँ त प्रोफेस भन्ने शब्द रहेछ। अहिले भर्खर म यो कुरो बुझ्दैछु के नेपाली भाषामा त अवलम्बन भनेको छ, त्यसको अंग्रेजी अनुवाद चाहिँ प्रोफेस भनेको छ। प्रोफेस र अवलम्बनको खास अर्थ खोजौँ त। प्रोफेसले अभिव्यक्ति दिने, प्रकट गर्ने, होइन, मानिसहरूलाई बताउने, प्रचार गर्ने सम्मका कुराहरू त्यसले बुझ्दछ। तर अवलम्बनले इम्ब्रेस गर्ने, चुप लागेर बस्ने, ग्रहण गर्ने, स्वीकार गर्ने, होइन,
तिमी पालन गरेर बस भन्ने जस्तो दिँदो रहेछ। त्यो अभ्यास गर्ने होइन, बाहिर गएर अभिव्यक्त गर्ने स्वतन्त्रता दिएको रहेछ नि त हाम्रो संविधानले नै। अनि तर सुन्नुहोस्, मैले झुक्याउने भने नि हो त्यही हो, विदेशीहरू होइन अब इङ्ग्लिस जान्नेहरूको लागि त त्यो राम्रो रहेछ संविधान होइन, प्रोफेस गर्ने दिएको छ, प्रोटेक्ट गर्ने दिएको छ, प्र्याक्टिस गर्ने दिएको छ, त्यहाँभन्दा के चाहियो त, ठिकै हो। तर अवलम्बन, अभ्यास र संरक्षण गर्ने हकले प्रोफेस गर्ने हक दिएन रहेछ। नेपालीहरूलाई चाहिँ सप्रेस गरिदिएछ, विदेशीहरूलाई राम्रो छ भन्ने देखाएछ। त्यही हुन्छ कि हाम्रो देशमा चाहिँ, हाम्रोमा सन्धि ऐन छ होइन, मानव अधिकारको घोषणा के अरे विश्वव्यापी घोषणा पत्र मान्छौँ भनेको छ, ICCPR मान्छौँ भनेको छ, अन्य थुप्रै सन्धि सम्झौताहरूलाई हामी मान्छौँ भनेको छ। र मान्दै गर्दा के भन्छौँ भने हाम्रा कुनै पनि कानुनहरू तिनको भावना विपरीत भएछन् भने यिनीहरूलाई संशोधन गर्छौँ, होइन भने तिनीहरू लागू हुन्छन्, यो खारेज हुन्छ भन्छ। अनि त्यसकै ठिक्कै विपरीत कानुन यहाँ बन्छ, संविधान बन्छ, तर अनुवाद गरेर उतापट्टि चाहिँ यी ठिक छ भनेर देखाउँछन् के। त्यही हो जो क्या। अब ओके, अन्तमा म तपाईँलाई एउटा प्रश्न गर्न गएँ र विशेष गरी तपाईँ जनजागरण पार्टीको अध्यक्ष हजुर र तपाईँ रिलिजियस फ्रिडम कमिसनको हजुर तपाईँ संयोजक भएको कारणले विशेष गरी अल्पसंख्यक समुदायको लागि अब चाहिँ धार्मिक स्वतन्त्रताको लागि स्पेसल्ली तपाईँको योजना के छ? थुप्रै हाम्रो समुदायको मान्छेहरू हजुर यसमा प्रश्न जेल जाने तयारीमा छन्, थुप्रै किसिमको कानुन विवादित कुरा त तपाईँले गरिहाल्नु भयो। अब प्रार्थना गर्नै छोड्नु पर्ने हो कि अथवा उनीहरूले देशबाटै निक्लिनु पर्ने अवस्था हो कि, अनि राज्यले नै त्यस्तो प्रकारको संयन्त्र तयारी गरिराखेको अवस्थामा अब तपाईँको अभियान चाहिँ, डाक्टर साहबको अभियान चाहिँ र तपाईँ एउटा संयोजक भएको कारणले गर्दा तपाईहरूको केही छ कि यसमा केही भन्नुपर्ने योजनाहरू केही छ? हाम्रो दलको कुरा गर्दा जनजागरण पार्टी नेपालको मूलभूत भनौँ न मूल्य मान्यता र सिद्धान्तमा आधारित हामीले हाम्रा कार्यक्रमहरूको कुरा गर्दाखेरि हाम्रो सैद्धान्तिक लगाव चाहिँ सामाजिक न्यायमा आधारित लोकतान्त्रिक कल्याणकारी लोकतन्त्रको कुरा गर्दैछौँ। सामाजिक न्याय हुनु पर्यो, स्वतन्त्रता, समानता भन्ने सामाजिक न्यायका अभिन्न पक्षहरू हुन्। अनि त्यसमा अब विभेद भइराखेका कुराहरू अघि नै उठाइसकेँ मैले। जातीय विभेद छ, लिङ्गमा विभेद छ, प्रदेशमा विभेद छ, धर्ममा विभेद छ, यस्ता थुप्रै वर्गीय विभेदहरूमा हामी गुलमुल भएर बसिराखेका छौँ। तिनलाई चिर्नु पर्यो, त्यहाँ समानताको स्थापना गर्नु पर्यो, स्वतन्त्रता, व्यक्तिको स्वतन्त्रतालाई हामीले स्थापित गर्नु पर्यो। यी मूल एजेन्डामा परे पार्टीका। अहिले अब धार्मिक स्वतन्त्रताको कुरा खास गरी किन उठिराखेको छ भन्दा क्रिस्चियनहरू प्रताडित हुँदैछन्, हामीले देख्यौँ, बकाइदा प्रताडित हुँदैछ। अन्य अल्पसंख्यकहरूलाई भन्दा पनि अहिले सबैभन्दा बढी टार्गेट गरेको क्रिस्चियन समुदाय भयो। त्यसो भएको कारणले गर्दा क्रिस्चियनहरूको एउटा छाता संगठन छ नेपाल क्रिस्चियन समाज भन्ने, त्यसको एउटा विभाग छ धार्मिक स्वतन्त्रतालाई हेर्ने विभाग। त्यसैले रिलिजियस कमिसन रिलिजियस लिबर्टी कमिसन बनाएको छ। त्यो कमिसनसँग हामीले प्रत्यक्ष सरोकार राख्दै के गर्यौँ भन्दा आम रूपमा देशभरि भएका क्रिस्चियनहरू माथि जसरी सतावट भइरहेछ त्यहाँभित्रका सचेत मानिसहरू, अगुवाहरूलाई समेटेर एउटा राष्ट्रव्यापी सञ्जाल निर्माण गरिरहेछौँ, ताकि भोलि कुनै पनि ढङ्गले अन्यायपूर्वक कुनै पनि क्रिस्चियनहरूमाथि विभेद भइराखेको छ, अन्याय अत्याचार गरिरहेछ र राज्यले त्यसलाई सपोर्ट गरिरहेछ भने हामी यो कुरा देशभरि नै उठाउँछौँ, सबै मान्छेलाई सजग गराउँछौँ। देशमा भएका 10-12 लाख क्रिस्चियनहरूले एकैचोटि बोलिदिन्छन् के कतै कसैलाई पढ्दाखेरि। यदि त्यसो हो भने राज्य बाध्य हुन्छ विभेदकारी कानुनहरूलाई बदल्न सकिन्छ। अब हामी पोलिटिकल पार्टी भएको कारणले गर्दा एउटा उपाय त संसदमा जाने, त्यहाँबाट नै होइन 2/3 बहुमत पुर्याउने, संविधान संशोधन गर्ने बाटो त त्यही हो। तर अहिलेका लागि हामी अल्पसंख्यकहरूको माझमा छौँ, उनीहरूको सपोर्टबाट नै हामी त्यहाँ पुग्ने भनेर खोजिरहेका छौँ। क्रिस्चियन, मुस्लिम, किराँत, बहाई होइन अरू पनि अल्पसंख्यक साना समूहहरूसँग हामीले सहकार्य गरिरहेछौँ ताकि उनीहरूका हक अधिकारलाई पहिले स्थापित गरौँ। वास्तवमै भन्ने हो भने यो देश अल्पसंख्यकहरूको देश हो। बहुसंख्यक भनिएकाहरू त उन्मादमा मात्रै छन्। वास्तवमा भोलि गएर त्यहीँभित्र हेर्ने तीभित्र विभेद छ, तीभित्रै समस्या छ। त्यसकारण जो मानिस पीडित छ, प्रताडित छ, उनीहरूको पक्षमा हामी उभिराखेका छौँ। वास्तवमा गर्नुपर्ने पनि एउटा पोलिटिकल पार्टीले अघि नै लोक कल्याणकारी लोकतन्त्रको कुरा गरे नि, हाम्रो लोकतन्त्रले कल्याणको कुरा, जनकल्याणको, लोक कल्याणको कुरालाई उठाउनु पर्यो, त्यसलाई स्थापित गर्नु पर्यो, व्यवहारमा लागू गर्नु पर्यो, तब मात्रै देश बन्छ के।
त्यसकारण अब लोक कल्याणको कुरा गर्दै गर्दा समानता स्वतन्त्रता भन्ने कुरा आफैमा समेटिरहे। तपाईहरुको समुदायभित्र पनि तपाईहरुको विभाजन छ भन्ने कुरा छ नि, के हो? छ। अब त्यो होइन, यस्तो आफ्ना आफ्ना इन्ट्रेस्ट हुन्छन्, आफ्ना आफ्ना भनौँ न सुझबुझ हुन्छन्, आफ्ना आफूले परिपालन गरेका शिक्षाहरू हुन्छन्, अब त्यो हुन्छ। तर समग्रमा जब साझा सवाल आउँछ, साझा मुद्दा आउँछ, सबै अल्पसंख्यकहरू एक ठाउँमा आउँछन्, बेला भयो आउँछन्। अब बेला हुँदैछ, देखिँदैछ, त्यो देखिराखेको छ। अब पहिले त क्रिस्चियनहरू एकजुट हुन्छन्, हुनै पर्यो, किनभने सबैतिर आक्रमण आएपछि के गर्ने, आफैमा के फुटेर त भएन, मिल्न पर्यो। त्यो प्रकारले एउटा सक्रिय भनौँ न एकताको त्यो एउटा आवाज उठ्छ। त्यसपछि अरू पनि सचेत हुन्छन्, अरूतिर पनि त प्रहार त गइरहेछ, मुस्लिमहरू पनि त सुरक्षित छैन रहेछन् होइन, अन्य धर्मका मान्छेहरू पनि सुरक्षित रहेन रहेछन्। उनीहरूले पनि भन्छन् हामीलाई, हामीलाई यहाँनेरि विभेद भइरहेछ, कानुनले विभेद गरिरहेछ, व्यवहारमा यो कुरा भइरहेछ, उनीहरूले पनि भनिरहेछन्। जब सबै सप्रेसितहरू जुट्छन् नि, आन्दोलन तब सफल हुन्छ, क्रान्ति हुन्छ देशमा। ओके, यहाँलाई आजको अन्तर्वार्तामा विशेष गरी धेरै धेरै धन्यवाद छ। तपाईँको महत्त्वपूर्ण समयको लागि विशेष धन्यवाद। थ्याङ्क यू सो मच। सबैजनालाई धेरै धन्यवाद।